नै आजको दिन चाहिँ सबैजनालाई शुभ रहोस्। क्या छ मासु त है म दुई पारामा काम गर्नुपर्ने राजधानी खाएपछि फेरि यो गर्मी पनि हराउँछ भन्छन् उहिलेका बुढाहरूले। टक्क है खुनीको कारण थियो मैले अब के लाग्दै त्यो भुँडी निकाल्ने हैन त्यो बोसो भयो नि दाइ त्यो पेटको मात्रै बोसो भयो अरू बोसो पनि हुन्छ कता हुन्छ अरू बोसो कहाँ अन्त रे ढाडमा नि हुन्छ हैन आन्द्रामा नि हुन्छ हैन यसको बोसो ठिकै हो धेरै रहन्छ धेरै कम छ अब चाहिँ हामीले के गर्दैछौँ पित्त फाल्यो हिँड्दै थियो के गर्नु लाग्दै थियो त्यो हाम्रो दर्शकलाई सिकाइदिनु पऱ्यो कसैलाई काट्नु पर्ने छ भने कसरी गर्ने भनेर उहाँले सिक्दै हुनुहुन्छ कि अब भिडियोबाट आउँदो भिडियोबाट त्यसपछि के काट्ने हो त्यो ढाडतिर त चप्किएर बसेको मासु काट्नु पर्ने रहेछ होइन अनि ट्याक्क तर करङ देखिनु पर्यो त्यसपछि होइन अनि त्यसलाई बिचबाट ट्याक्क छिनालेर हामीले ढाडको पार्ट अलग गऱ्यौँ त्यही त अनि त्यसपछि हामीले मिलाएर भित्री मासु निकाल्नु पर्यो होइन यसरी ट्याक्क भित्री मासु निकाल्यो भित्री मासु निकालेर त्यस्तो केही ट्रिक छ कि आफै ट्याक्क आउँछ होइन ठिक छ दिमाग चाहिँ त्यो के दिमाग लगाउने हामीले भोलि त्यो पनि सिकाउँछौँ ट्याक्क है त मुटु सफा गर्नु पर्यो सबै दर्शकहरूले मन पराइदिनु होला त्यहाँ चेतकान हुन्छ त होइन चेतकान फालिसके अन्त अहिले त्यहाँभित्र एउटा चेतकान हुन्छ कस्तो हुन्छ दाइ चेतकान चेतकान भने सानो हुन्छ एकदम यत्रो हुन्छ त्यो हेरेर ट्याक्क फाल्नु पर्यो होइन अब हामीले के गर्दै हो दाइ गर्दन अब फेरि हतियार लाएन भन्नु नि भयो हाम्रो दर्शकहरूले मिलाएर काट्नु त्यति काट्नु हो मिलाएर काट्नुपर्छ होइन लाल छ गर्दैन ल ठिक छ यो त सहीले आइहाल्छ जसले पनि गर्न सक्ने हुन्छ होइन मिलाएर काट्नुपर्छ छाला मासु मिलाएर टाक्क जेप्पै काटेर हुँदैन नि त सफा हुनु पर्यो नि कटाइ तर हेर्दाखेरि सहिले छ हेर्दा त सहिलो हुन्छ नि जे चिज पनि गर्दा त दुःख हुने हो अब हामीले ह्याकुलाई निकाल्न लाग्यौँ होइन कतिहरूले त ट्याक्क चाहिँ ह्याकुला चाहिँ यही खाइदिनुहुन्छ हामीले सानोमा त यो चोरी खान्थ्यौँ पोलेको वाला मासुमा यहाँ त हाम्रो मेसिन छ अनि ट्याक्क गेडा पनि पोल्न दिन्थ्यो हामीलाई केटाकेटीलाई गएर खाइदिन्थ्यौँ हामीले अब यो के गरेको चाहिँ मटन चप्स होइन यसलाई ठ्याक्कै के भन्छ दाइ मटन चप्स भन्छ चप्स भन्छ इन्डिया बसेको करङ नेपाल बसेकोले मटन चप्स फरक नाम छ अब लगभग एउटा खसी बोका सकियो त होइन सकियो अब त भुँडीको कुरा हो भुँडी त हामीले अर्को भिडियोमा हाल्छौँ